सेवारो सबैजनामा र स्वागत छ आजको यो मेरो नयाँ ब्लगमा। अनि आज चाहिँ हामी सालबारी जान लागेको। सो अब घुम्न जाने चाहिँ हामी यति नै हो। कस्तो हुन्छ अब हजुरहरूले हेरेर प्रतिक्रिया दिनु होला। अनि उहाँ चाहिँ हाम्रो मामा पानी पर्यो भन्दै हुनुहुन्छ। अनि पानी परेर हामी ओत लागेर बसेको। अनि हामी चाहिँ यहाँ अल्छी लागेर गफ गर्दै बसिरहेको थियौँ। अनि त्यसपछि यहाँनिर अर्को आयो अब हिरोनी। वाओ हिरोनी बस्दै बस्छ फेरि। अनि यहाँ चाहिँ आमा छोरीको मिठो गफ जाँदैछ है। कोही फोटो खिच्ने बस्ने आमा छोरीको मिठो गफ। हाई कति धेरै पानी बल्लले ठाउँमा चाहिँ आइपुग्यो। हाम्रो मोडल क्याटवक दिँदै आउँदैछ है। अब आउँदैछ है च्यामा। अनि के छ त अनि कस्तो भइरहेछ अनुभव? के भइरहेछ? अनि यिनीहरू चाहिँ दुईजना कहिले नमिल्ने मान्छेहरू आज त हात समातेर आउने हेरे क्या। ल आए घुम्यो उल्टो हुन्छ। अब हेर यिनीहरूको नाटक। माथि उचालेर हिँड्न अनि खुसीले दुईजना बुरुक बुरुक उफ्रेको हेर न त्यहाँ। ओए साह्रै खुसी छौ? यता हुनुहुन्छ हाम्रो प्यारी छ्यामा। अनि यता म पानी अलिकति परिरहेछ। त्यही भएर छाता ओढेको हुनुहुन्छ। म अलिकति ह्यान्डसम मामा पानी परेर टेन्सन भइरहेछ। ब्युटिफुल गर्ल एकदम आज पहिली पक छ्यामा। हेलो ल बाई। चाहिँ अनि पानी पर्नु पनि अनि अरू दिन चाहिँ नपरेर यो पोखरी हो सालबारीको। त्यो तल हाँसहरू खेलिरहेछन्। नरिसान आऊ सेमी। ऊ तल छ हाम्रो कान्छी रानी। यसरी मिलेर खेल्नुपर्छ। एकजनाले हल्लाउने एकजनाले बस्ने। हेलो सानो हुनु पनि गाह्रो छ हो बिचरा। अब चढ्नै सकेन। उसको आमा गएर अब उचाल्ने अरे। जय बाहुबली कि सकेन उसको आमालाई अब मै जाने बेला भयो त्यहाँनिर। खैलो यो क्यामेरा समात्नु त यहाँनिर आउनु छ्यामा। अब म गएँ नचर। अब बाहुबली गयो है। बाहुबली भयो। उसको आमाले अब उसको छोरीको टिकटक बनाएको अरे। राम्रो बनाइदिनु है छ्यामा। खुसी लिएर त अलि कुद। अब एउटा कुद्यो। वा आफ्नो तालमा छ हो सबै। अब बनाइदिनु छाड्नु भएन। हौ यहाँ चाहिँ मेरो पनि फोटो खिच न हौ। के गरे अब यो कान्छीले फेरि यहाँनिर हेर त। छ्यामाले बोलाउनु भयो त। ल निकाल्दिन। छ्यामालाई अब पिन्छ चाहियो अरे। यो फेरि क्यामेराम्यान हेर न क्यामेरा बोकेर आफ्नै तालमा छ। ल भिडियो रेकर्ड गर्दैछ है त्यसले। अब कसको गरौँ भनेर मान्छे खोज्दै होला। बिचराले काम पाएन कि क्या हो। ए छ्यामाको अझै बनाइदिनु। अब भयो मामा भान्जीको जम्का भेट। अब घरमा गायक हुँदा त्यतिकै छाड्ने कुरा आएन। मामा नाच्ने रे। अब मेरो गीतमा नाच्दै हुन्छ। कुन गीत हो आफै गेस गर्नु होला है साथीहरू। फेरि मेरो मामा चाहिँ फेरि राम्रो डान्सर हो है। फेरि मेरो पनि फोटो खिच्नु न साँच्चै। खिच्यो न त नि। हौ सिस्टर हामी दुईजना फोटो खिच्नु। जे होस् क्यामेराम्यानको कमी चाहिँ कहीँ छैन है। लु एउटा फेरि नि कहिलेकाहीँ त पश्चिमबाट घाम उदाउँछ भने जस्तै यिनीहरूले पनि अचम्म बनाउँछौ। ए आज त मिलेको अरे। मिल्छन् नि कहिलेकाहीँ त। चाहिँ नबनाउनेहरू हिँडेको भरे बनाउने अरे हौ। लु स्यालबारी होइन हौ कान्छी सालबारी भन्न। सालबारी पक्का घुम्न आउनु होला। किनकि यो छ नाइ छ तपाईहरु हकमुक पाउनुहुन्छ। म त्यो पिङ खेल्दिनँ। यिनीहरू चाहिँ बच्चा जस्तो त्यो त यार अलिकति हुन्छ नि म्याचुरिटी भन्ने कुरा होइन कान्छी। अनि यो जङ्गलभित्र चाहिँ बाँदर पनि पाइन्छ। कसले भनेको बाँदर पाइन्छ भनेर चाहिँ? म के जान्नु हौ। अनि अब होइन अब अन्जलीमा पाइयो भने तपाईँ पनि मलाई कालै देखिरहेको होला यो छाताले गर्दाखेरि। अब कालो मान्छे होइन कान्छी कस
कस्तो छ यो ठाउँ त्यो यो ड्रागन भन नि फेरि हाम्रो कान्छी पहाड चढ्दैछ है लु तर तर म पो कसरी चढ्न हौ लु लु बल्लैले त चढेँ है लु आउँदैछ नै लु मोडलहरू बल्लैले आइ त पुगेन म एउटा देखाउँछु कि एउटा कुरा के भन्नु यो बेलामा होइन हामीले फोन त देख्न त पाएको थिएन होइन तर यो हेर न सिधै टिकटक अब कुनै फिल्ममा बच्चाको रोल चाहिएको छ भने चिन्ता नलिनुहोस् हजुरहरूले सिधै मलाई सम्पर्क गर्न सक्नुहुनेछ अरे क्यामेराम्यान जल्दी फोकस गरो अब हेर है अब कति सिरियस क्या अब पालो मेरो ल अब मलाई फोटो खिच्दिने अरे हो पोस्टेर बसेँ अब मैले के हो भिडियो रेकर्ड हुँदैछ हिँड्न पर्यो ए मैले अब हिँड्नु गर्नु पर्ने परेको छैन म अब नाटक गर्छु ल ल ए देखेर अब एउटा लारिस लाग्यो यो पनि अरे नत्र भने जिन्दगी व्यर्थ छ बाटुली नत्र भने जिन्दगी व्यर्थ छ बाटुली ल म चाहिँ फेरि सिरियस भएर बसिरहेर चाहिँ फोटो खिच्छु दिदी तँ पोज्दै भन्दा आउँदो रहेछ ल अब मलाई जोस लाग्यो म आफै गीत गाउँदै नाच्छु ल अब सबै साथीहरू गए आफ्नो आफ्नो बाटो लागे अब म एउटी चरी त्यो भयो भने कम्मलमा बगाइदियो भने अब म एउटी छु यहाँनिर भिडियो हेरेँ कस्तो आएछ भनेर हेरेको सबै बकवास आएछ कति चारवटा मात्रै राम्रो छ अब त्यो अब त्यहाँ तल त्यो सेल्फी स्टिक पनि छँदैछन् छन् त तर के गर्नु मलाई फोटोग्राफरहरूले दिँदैनन् अब मैले यही नै यस्तो गर्ने हुन्छ यस्तै हो कहाँ लु जाऊँ हौ के भयो अरे के भयो अरे सेमी भन होइन तँलाई के भयो अरे यस्तै भन मलाई भोक लाग्यो भन्न मलाई पनि भोक लाग्यो हाम्रो त नामो निसारा छैन हौ पैसा पेल्नु सक्नेले राज गरिहाल्यो हामी जस्तो गरिबले पो फोटोग्राफ फेरि फोटो खिचाउने पनि त्यही ड्याङको उसको एउटा चस्मा छ कि त्यो चस्मा चाहिँ फेरि दिँदैन मैले चाहिँ फेरि लाउनै पाएको छैन उही मात्र लाउँछ तर पनि ठिकै छ म केही पनि भन्दिनँ म चाहिँ यो लपको पानामा सबैले खिचेर हाल्छ र मलाई त दिगदार पो लागिसक्यो अब आम्मामा के देख्नुपर्छ नि लु क्यामेराम्यान जल्दी फोकस गरो बिचारीलाई थाहा नै छैन होला दिदीले रेकर्ड गरेर थाहा पायो अब चाहिँ सरी है कान्छी मैले भ्लगमा लगाइदिएँ अरे क्या कोहीले टिकटक बनाउन नि गाह्रै छ हो बिहाइन्ड द सिन हो यो चाहिँ अब फेरि अर्कोलाई आरिस लागिहाल्यो है त्यहाँ हेर त रहर पनि लाग्ने अरे डराउने पनि अरे हेर लड्छ होला हौ यो अब रहर पनि लाग्ने लु अब सेमीको पालो रहेछ बिहाइन्ड द सिन धेरै गाह्रो हुँदो रहेछ हौ टिकटक बनाउनु पनि म चाहिँ बनाइन पनि बसिन पनि मलाई नै ढुक्क र आनन्द छ बरु यिनीहरूको दुःख देख्दा त भयो बरु जाल बुनेर मलाई नसताऊ होइन के पो गर्दै दिएन मामा पाण्डेले देखि नसार्ने हो अब फेरि अर्कोसँग फेरि झगडा पनि ल दुईजना यस्तै हो गाइड यसो भिडियो अब उनीहरूको त फोन पनि छुनु पनि दिँदैनन् के गर्न हामी गरिब एउटै गर्दा मात्रै चलाउनु पर्ने चस्मा लगाइदिनु न मामा कहिले तपाईँको चस्मा पनि दिनु न हौ के साह्रो तपाईँ भान्जीलाई तपाईँको चस्मा लगाइदिनु त यहाँ होइन
को फोटो खिच्ने? एकछिन है। सपनाको जाल बुनेर मिठा मेरो 2 मिनेटको खुसी पनि देखि सहँदैनन्। हाम्रो घरमा कुनै पनि मोडलको कमी चाहिँ छँदै छैन क्या। सबै कलाकारै कलाकार। उनीहरूले इन्डस्ट्री खान्छन् जस्तो लाग्छ मलाई घरिघरि। अरे क्या कहिलेकाहीँ त म पनि जे भए पनि अब झापामा बस्नु थालेको छ गफ त हल्का फुल्का हालिदिनै पर्यो। सपनीको जाल बुनेर बिहाइन्ड द सिन है अब खाना नि ओइ नगर्न गान्छी किन चलाउँदै सानोलाई त्यही त म त्यसलाई कराउँदैछु त अनि तेरै पक्षमा छु त हो अनि म डरी छैन सेमी आमा छोरी के साह्रो मिलेको हौ अनि ब्लगमा त्यस्तो गर्नुहुन्न नि सेमी लाइक कमेन्ट सब्सक्राइब गर्नु भन् लाइक सब्सक्राइब गरिदिनु होला जस्तो आयो त्यस्तै प्रस्तुत गरिहाले अब लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला यो क्यामेरा चाहिँ यतापट्टि जान्छ क्या अनि त्यही भएर भिडियो लाइक सब्सक्राइब सेयर गर्नु होला समीक्षा दिदीलाई माया गर्नु होला सबैले भन् 2-4 जना भेनापट्टि पो हाल्छन् कि तेरो भनाइले फेरि खपी नसक्नु छ है हाम्रो त एउटा फोटो पनि तस्बिर पनि खिचेनन् अनि उनीहरूको चाहिँ इट्स ओके नहान्न नठोकै नठोक भुल गयो कहिले कहीँ नरुवाउनु जानी जानी बसौँला सानै घरमा ल आज त हाम्रो घुमघाम त्यति नै साथीहरू अब चाहिँ हामी खाजा खाँटेको है त के खाने रे ए मम्मीले पठाउनु लागेको होइन किन हो मलाई पनि सेम हौ लुङ्गा समथिङ हामी चाहिँ घुमिसकेर आएको नि त बाहिर स्पेसियली म सबैको खिची त दिन्छु नि के गर्नु मेरो कसैले खिच्दैन त खाजा नि आइपुगेछ अब बाँड्नु पर्यो आफैले खिच्नु परेको छ दुखिया लु मैले नै बाँडेँ है त सबैलाई के गर्नु अरूले कस्तो खान्छ थाहा भएन हामी चाहिँ यस्तै नै हो जे जस्तो भए पनि सबैले बाँडेर खाँदा मिठो हुन्छ चेस गर्ने अरे फेरि तानेर ल चेस चटपटे नै आइपुग्यो है त ल सबैले चटपटे आयो अब खान्छौँ त्यसपछि निस्किने अब अब पुगेन अझै यिनीहरूलाई अब फेरि चिप्स पनि खाने अरे ल चिप्चे खाऊ तिमीहरूले चिप्स यिनीहरूले बाढी धन्न बाढी खान्छ न अरू कुरा त्यस्तै हो यिनीहरू दुइटाले चाहिँ हजुराउँछ क्या त्यहाँनिर मान्छेले माग्दैछ सेमी चाहिँ नदिने रे अब गर्ने तिनीहरू चाहिँ हातै उल्टी गरेको तर बुढाबुढी भनेको यस्तै त हो नि एकछिनमा बाँच्छन् एकछिनमै मिल्छन् एउटालाई सानो भयो अरे अब भरे त्यत्रै दिन्छ अरे उपाय म पनि निस्किनु पर्यो कहिलेकाहीँ चाहिँ क्यामेरामा ल अब बाहिरी अटोलाई कल गरेर पर्खेर बसेको यिनीहरूको छोड्दै खानु पर्यो अब एक एकवटा चाख्छु मात्रै मिठो पो रहेछ त ल फेरि एउटा त लु अब त चाख्छु मात्रै
के गर्नु, फकै फकै खानुपर्छ। अब अलिक पर्तिरबाट चाहिँ अटो चढ्नु पर्यो। अनि अन्तिममा के भन्न चाहन्छु भने अब हामीलाई जस्तो आयो त्यस्तै प्रस्तुत गरिहाल्यौँ। तर पनि अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद छ हजुरहरूलाई।